आजको यो भिडियोमा म हजुरहरूलाई हामीले लक्ष्मी पूजा कसरी सेलिब्रेट गर्यौं देखाउँछु है त। सो हेलो एभ्रीवान, वेलकम टु माई मिनी व्लग। म रितिका। बिहान कुकुर तिहार परेको भएर चाहिँ हामीले पुकुलाई पूजा गरेको थियौं। दिउँसो चाहिँ म मेरो हस्बेन्डसँग बजार गएको थिएँ केही काम परेर, तर विराटनगरको बजार यति धेरै भिड थियो, सबैजना त्यही ओइरिए जस्तो। घर आएर मैले चाहिँ लास्ट इयरको दियो सरफ पानीमा भिजाइदिए। मेरो व्रत थियो अनि मैले बनाना लस्सी बनाएर खाएँ, एकदमै भोक लागेको थियो। दियोलाई मजाले सफा गरेर सुकाउन राखे। मैले यो सबै काम गरिराख्दाखेरि चाहिँ मैले मेरो बहिनीलाई एकदमै धेरै मिस गरेको थिएँ, किनभने लास्ट इयर त म मेरो घरमा थिएँ नि त, अनि हामी दुईजना मिलेर सबै काम गर्थ्यौं क्या। लक्ष्मी पूजाको दिन मामु पनि भ्याउनु हुँदैन थियो, मामुले भए जति काम गर्नुहुन्थ्यो अनि हामी अरू कामहरू गर्न एकदमै हेल्प गर्थ्यौं। यसरी आज एक्लै गर्दाखेरि चाहिँ मलाई मेरो बहिनीको धेरै याद आएको थियो। हुन त उसले पनि उता मैले गर्ने काम उसले एक्लै नै गरिरहेको थियो। झन् त 1 बजेदेखि नै रङ्गोली बनाउन थालेको थियो क्या। ढिलो हुन्छ, भ्याउँदिन, टाइम लाग्छ भनेर म चाहिँ यहाँ टिकटकमा देखेको दियोमा त्यो तेल हाल्छ नि, तेल र मोमबत्ती हो, त्यही बनाउँदै थिएँ। एकदमै राम्रो भएको थियो, मलाई चाहिँ यो मन पर्यो किनभने त्यो तेलको ल्यास हुन्छ नि त। अनि छिटो गरेर म चाहिँ रङ्गोली बनाउन थालेँ। कति धेरै टाइम लाग्छ क्या रङ्गोली बनाउँदै फेरि कलर सकेर बजार गएको थिएँ लिन। खासै राम्रो चाहिँ भएन, जस्तो आउँछ मैले त्यस्तै बनाएँ। बेलुकाको लागि मखानाको खिर र सब्जी बनाउन थालेँ, एकदमै हतारिँदै। लास्टमा रेडी हुन त टाइम नै थिएन, हतार गर्दै रेडी भए। मलाई चाहिँ साडी लाउन आउँदैन, मेरो हस्बेन्डले हेल्प गर्नुहुन्छ मलाई जहिले पनि साडी लाउँदा। दियो तयार गरी म र मम्मी भएर, मम्मीले पूजा गरिसकेपछि मैले पूजा गरेँ। मेरो हस्बेन्ड चाहिँ छेउबाट हेर्दै हुनुहुन्छ, तिमीले गरेपछि भइहाल्छ भन्दै। अनि हामी चाहिँ बेलुका घुम्न गएको थियौं। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ।